नैवेद्य सेतो नैवेद्य हाल त ल्याउँ त ल यो पैसामा किन्छ भने ल्याउनु के कुरा गर्दै रहेछ ल्याउ त बुझ्नु काट्नु न अर्को ल्याउनु काट्नु त लाग्ने त्यो उठे भयो बाबा काटे पनि छ नि यहीँ आसन दिनु पैसा आसन भनेको बस्ने कुरा दिनु अनि हात पाउनु शुद्ध दिनु स्नान गरी तिलाञ्जल पछि अर्घ दिनु जलपान गराउने अर्घ दिनु अर्घ पछि पुनराज पनि दिनु पुनराज पनि श्रीखण्ड चन्दन लगाउनु अनि त्यसपछि अक्षता लगाउनु त्यसपछि फुल लगाउनु त्यसपछि नैवेद्य दिनु अनि दक्षिणा दिनु अनि मनको कुरा भन्नु अब सबैलाई पूजा गरेर खुसी किन गराएको भने केही न केही हामीलाई आवश्यक परेको छ हामीलाई पैसा चाहिँ घर भरिदिनु भन्न खोजेको पनि छैन